ओहो हो आज कति घाम लाग्यो कति गर्मी भइरहेछ बोइसाको नलाए घाम कहिले लाग्छ र ओफ ल खाना बनाऊ न त भोक लाग्यो गर्मी भयो यहाँ हेर्नु त बाघले मान्छे खान लागिरहेको त्यो त रियली होइन त फेक हो त्यो सबै एडिट गरेर बनाएका हुन् फेक हो क्या त्यो फेक यहाँ कतिजना लाइक कमेन्ट गरिरहेको छ नि टिकटक हेर्नु छैन ट्यापले के हुन्छ त यो ट्यापले आफूले लाइक कमेन्ट गर भने त नि आफ्नोमा कमेन्ट आउँछ साथीहरूले हेर्दै हुन्छ ल जाउँ त खाना बनाऊ छिटो गर मलाई भोक लागेको छ ट्याप म गरिदिन्छु अब राम्रोसँग लाइक गर्नुपर्छ नि फेरि यहाँ डबल ट्याप हान्नुपर्छ आउँछ तपाईँलाई ल ल ल म ट्याप चाहिँ गरिदिइरहेको छु अरू म जान्दिनँ ल ल म खाना बनाउनु गएको राम्रोसँग गर्नु यहाँ हेर्नु न मान्छे खुट्टा भाँचिएको टिकटकमा धामी लाएर टक्कै निको भएछ त्यो सबै त्यो फेक हो फेक केही पनि हुँदैन त्यो त्यस्तो देखाएर हुन्छ सबै फेक हो त्यो कहाँ हुन्छ फेक सबै साथीहरूले लाइक कमेन्ट गरिरहेको छ लाइक कमेन्ट गरेर हुँदैन सबै फेक हो त्यो हुनै सक्दैन धामीबाट काहीँ खुट्टा निको हुन्छ अहिलेको जमानामा पनि त्यस्तो भन्ने हो त अहिले विज्ञानको प्रविधिमा हुन्छ कहीँ कतिले लाइक कमेन्ट गरेको छ साथीहरूले लाइक कमेन्ट गरे भन्दैमा कहाँ हुन्छ र हुँदैन नि त्यो ए मम्मी भोक लागिसक्यो खाना पाकेन अघिदेखि पर्खिएको छन् खाना बसाएको छु बाबालाई हेर्न लाग्छ जान त बाबा हेर्दैन ल खाली रहेछ यहाँ त पुरै चामलै हालेर बिर्छ त्यो टिचर चलाएर सबै भातै पकाएको छैन यहाँ खाली पानी मात्रै पकाएको रहेछ यहाँ ल देख्नुभयो आफ्नो काम गर्न छोडेर यसो टिकटक सिकटक चलाएपछि के हुन्छ काम गर्ने टाइममा काम नगरेपछि अब यस्तै त हुन्छ त्यही भएर काम गर्ने टाइममा खुरु काम गर्नुपर्छ अनि मात्रै काम राम्रो हुन्छ सबैले बुझ्नु भयो नि त